खानीको आज पहिलो दिन हामी दाजुभाइ फेरि भेट भएको छ। खुसी लागेको छ आज लामो समय मलाई पनि धेरै धेरै खुसी लागेको छ आज। म आज खानीमा पूजा गर्ने कार्यक्रम थियो सिकारी ढुङ्गामा पहिलो दिन, अनि गाडी उता पठाइएर म फेरि दाजुसँग फर्किसकेको छु। फर्केको क्रममा एउटा भिडियो बनाइयो दाजुभाइ, तर पनि सोमदाई भनिसकेपछि भाइ जतिखेर पनि हाजिर हुने यो किन यति धेरै मन गाँसेको छ थाहा छैन, तर पनि धेरै याद आउँछ टाढा भए पनि। मलाई पनि धेरै धेरै मेरो भाइको याद। गाइज आउने दिनहरू फेरि पनि भिडियो आउँछ, हेर्दै गर्नु होला। केआरसी लाइभ युट्युब च्यानल सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब चाहिँ गर्नु है। हस्, थ्याङ्क यू। आज चाहिँ खानी पहिलो दिन, खानीको सिकारी ढुङ्गामा केही मात्रामा पूजासुजा गरेर म फर्केँ। मेरो गाडीहरू मास्तिर गएँ, म दाइसँग फर्केँ। हाम्रो लामो समय पछाडि दाजुभाइको भेट भएको छ फेरि। हामी पहिले खानी टक्क बन्द भएदै छुटेको दाजुभाइ आज फेरि भेट भएको छ, खुसी लाग्यो। यस्तै छ खानीको रङरोदन, गाडीहरू पहिलो दिनै यस्तो भएछ बिचरा, के गर्नु। तर गाडी आज फर्स्ट दिनै धेरै आयो है दाइ? धेरै धेरै भाइ आज। अनि के छ दाइ आज फर्स्ट दिन कस्तो लाग्यो खानी? आज धेरै राम्रो छ भाइ। आज बाटो पनि एकदम राम्रो। भन्ने बित्तिकै लोड पनि भयो। अब लोड भएर पनि हिँड्यो पनि हामी अब तल पुगेर के छ कसो हुन्छ जामसाम हुनु पनि सक्छ। आज फ्याक्ट्रीमा मिलाइदिनु हुन्छ अब कम्प्युटरको कारणले पनि। अब लोडिङ मात्रै टेन्सन भएन भाइ, आउने बित्तिकै लोड भयो। अहिले हामी सिकारी ढुङ्गा पढेर अब हामी खेतीको आइसक्यौँ। मलाई स्याड दिएन हौ भाइ। दिन्छ तर म धेरैवटा गाडीमा चढेँ। यो गाडीमा चढ्दाखेरि चाहिँ काकाडभित्र काठमाडौँको डिलक्समा चढे जस्तो फिल हुन्छ क्या दाइ, साँच्ची भनेको। यस्तो मजाको, यस्तो स्मुथ, यस्तो गाडी है। क्याबिन त मसक छ यार। धेरै राम्रो लागेको छ। ठिक छ, यसरी हिँड्नु पाओस्, रमाउनु पाओस्, खुसी। फर्स्ट दिनमै म 6 महिना चाहिँ वैशाखसम्म चाहिँ राम्रो कमाउनु होस्। त्यही त। तर योपालि पुसको 15वटा चलेको छ, केही नभए पनि अलिक लामै समय चल्छ होला है त गाडी त है? चल्छ भाइ, चल्छ। अब पुसको 15वटा आज के अरे शनिबारको बिदा नगरेसम्म के अरे 15 दिन चल्यो भने 15 टिप हानिहाल्छ। त्यही त, राम्रो कसैको आँखा नजर नलागोस् क्या हो। यो बाटोलाई, हाम्रो गाडीलाई, कम्पनीलाई कसैको टचर नपरोस्। सबैले कमाउनु पायो भने सबैको रात के होला, घर गाडी किनेको हो। सबैलाई 2 पैसा कमाउँ भन्ने नै आशासन हुन्छ होइन? ठिक छ गाइज, हेर्नुहोस् आज तर हामी अहिले ठ्याक्क फेदीमा आएको छौँ। तर यो कुहिरो चाहिँ यस्तो लागेको छ कि कुहिरोले गर्दाखेरि कतिले मेसिन नदेखेर ब्रेकरमा गए भन्छन्। ठिक छ ल, मेरो कुरा सुन। तिम्रो नाम के अरे? भन न भाइ। यहाँ म तिमीसँग बात मार भनेर आएको, यहाँ तिमी नै त्यस्तो भन्छौ मलाई। यहाँ र यहाँ पूजा हुन्छ, यहाँनिर यस्तो हुन्छ, बुझ्यौ? यहाँ गाडी आएछ। तिम्रो नाम भन न, म देखाइदिन्छु ल। मेरो नाम चेतन हो। चेतन, पुरा नाम भन, घर कहाँ सबै भन न। कसको छोरा हो त्यो पनि भनिदेऊ। कतिमा पढ्दैछौ? तर तिमी लास्टै हेर्छम रचौ मान्छे। आज खानीमा पूजा गर्नेको घुइँचो पहिलो दिन गाडी।
सेयर गरेर सिकाइदिनु